नमस्ते साथीहरू, पोलिसी बेस्ड लोक सेवाको संवैधानिक व्यवस्थाहरूको एकीकृत प्रस्तुति श्रृङ्खलाको 11औं तथा अन्तिम भागमा यहाँलाई हार्दिक स्वागत छ। यस भागमा संविधानको भाग 11 मा रहेको धारा 126 देखि 156 सम्मको न्यायपालिका सम्बन्धी व्यवस्था प्रस्तुत गर्दैछु। अब सुरु गरौँ। भाग 11 न्यायपालिका। धारा 126 न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने। धारा 126 न्याय सम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने। उपधारा 1 नेपालको न्याय सम्बन्धी अधिकार यो संविधान र अन्य कानुन र न्यायका मान्य सिद्धान्त बमोजिम अदालत तथा न्यायिक निकायबाट प्रयोग गरिनेछ। उपधारा 2 मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालन गर्नुपर्नेछ। धारा 127 अदालतहरू। धारा 127 अदालतहरू। उपधारा 1 नेपालमा देहाय बमोजिमका अदालतहरू रहनेछन्। क सर्वोच्च अदालत, ख उच्च अदालत र ग जिल्ला अदालत। उपधारा 2 उपधारा 1 मा लेखिएदेखि बाहेक कानुन बमोजिम मुद्दा हेर्न स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकताअनुसार अन्य निकाय गठन गर्न सकिनेछ। धारा 128 सर्वोच्च अदालत। धारा 128 सर्वोच्च अदालत। उपधारा 1 नेपालमा एक सर्वोच्च अदालत हुनेछ। उपधारा 2 सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ। यस संविधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक सबै अदालत र न्यायिक निकायहरू सर्वोच्च अदालत मार्फत रहनेछन्। संविधान र कानुनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुनेछ। उपधारा 3 सर्वोच्च अदालतले आफ्नो र आफ्नो अधिकार क्षेत्रभित्र पर्ने अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायहरूको न्याय प्रशासन वा व्यवस्थापन सम्बन्धी विषयमा निरीक्षण, सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिन सक्नेछ। उपधारा 4 मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालना गर्नुपर्नेछ। सर्वोच्च अदालतले आफ्नो र मातहतको अदालतको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुन बमोजिम अवहेलना कारबाही चलाई सजाय गर्न सक्नेछ। धारा 129 नेपालको प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता। धारा 129 नेपालको प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता। उपधारा 1 सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा 20 जना न्यायाधीश रहनेछन्। उपधारा 2 संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र न्याय परिषदको सिफारिसमा सर्वोच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुनेछ। उपधारा 3 सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा 3 वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ। उपधारा 4 प्रधान न्यायाधीशको पदावधि 6 वर्षको हुनेछ। उपधारा 5 कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा 5 वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको हैसियतमा कम्तीमा 15 वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा 15 वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा 12 वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ। स्पष्टीकरण यो संविधान लागू हुनुभन्दा पहिले पुनरावेदन अदालतमा मुख्य न्यायाधीश वा न्यायाधीश भई काम गरेको अवधिलाई यो उपधाराको प्रयोजनको लागि उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको हैसियतमा काम गरेको अवधि मानिनेछ। उपधारा 6 प्रधान न्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधान न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपाल बाहिर गएको कारणले प्रधान न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ। धारा 130 प्रधान न्यायाधीश तथा न्यायाधीशको सेवाको शर्त तथा सुविधा। धारा 130 प्रधान न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधा। उपधारा 1 प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशले कम्तीमा 5 वर्ष काम गरी राजीनामा दिएमा वा अनिवार्य अवकाश प्राप्त गरेमा वा निजको मृत्यु भएमा सङ्घीय कानुन बमोजिम निवृत्ति भरण पाउनेछ। उपधारा 2 यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक र सेवाका अन्य शर्त सङ्घीय कानुन बमोजिम हुनेछ। उपधारा 3 उपधारा 1 र 2 मा जुनसुकै कुरा लेखिएको भए तापनि महाभियोगद्वारा पदमुक्त भएको वा नैतिक पतनदेखि नै फौजदारी कसूरमा अदालतबाट सजाय पाएको प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशले उपदान वा निवृत्ति भरण पाउने छैन। उपधारा 4 प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई मर्का पर्ने गरी निजको पारिश्रमिक वा सेवाका अन्य शर्त परिवर्तन गरिने छैन। तर चरम आर्थिक विशृङ्खलताको कारणले सङ्कटकालीन अवस्थाको घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन। धारा 131 प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुने। धारा 131 प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुने। देहायको कुनै अवस्थामा प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशको पद रिक्त हुनेछ। निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा, निजको उमेर 65 वर्ष पुरा भएमा, निजको विरुद्ध धारा 101 बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा, शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी प्रधान न्यायाधीशको हकमा संवैधानिक परिषद र सर्वोच्च अदालतको न्यायाधीशको हकमा न्याय परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा,
निजले नैतिक पतनदेखि नै फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा निजको मृत्यु भएमा। धारा 132 प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने। धारा 132 प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने। उपधारा 1 प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदमा काममा लगाइने वा काजमा खटाइने छैन। तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी सर्वोच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानुन वा न्याय सम्बन्धी अनुसन्धान वा अन्वेषणको कुनै काममा खटाउन सक्नेछ। उपधारा 2 प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन। धारा 133 सर्वोच्च अदालतको अधिकार क्षेत्र। धारा 133 सर्वोच्च अदालतको अधिकार क्षेत्र। उपधारा 1 यस संविधानद्वारा प्रदत्त मौलिक हक उप अनुचित बन्देज लगाइएको वा अन्य कुनै कारणले कुनै कानुन संविधानसँग बाजिएको हुँदा त्यस्तो कानुन वा त्यसको कुनै भाग वा प्रदेशसभाले बनाएको कुनै कानुन संघीय संसदले बनाएको कुनै कानुनसँग बाजिएको वा नगरसभा वा गाउँसभाले बनाएको कुनै कानुन संघीय संसद वा प्रदेशसभाले बनाएको कानुन कुनै कानुनसँग बाजिएको हुँदा त्यस्तो कानुन वा त्यसको कुनै भाग बदर घोषित गरी पाऊँ भने कुनै पनि नेपाली नागरिकले सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछ र सो अनुसार कुनै कानुन बाजिएको देखिएमा सो कानुनलाई प्रारम्भदेखि नै वा निर्णय भएको मितिदेखि अमान्य र बदर घोषित गर्ने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ। उपधारा 2 यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि त्यस्तो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै कानुनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानुनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने, उचित उपचार प्रदान गर्ने र त्यस्तो हकको प्रचलन गराउने वा विवाद टुङ्गो लगाउने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ। उपधारा 3 उपधारा 2 बमोजिमको असाधारण अधिकार क्षेत्र अन्तर्गत सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकार परीक्षा लगायतका अन्य उपयुक्त आदेश जारी गर्न सक्नेछ। तर अधिकार क्षेत्रको अभाव भएकोमा बाहेक संघीय संसद वा प्रदेशसभाको आन्तरिक काम कारबाही र संघीय संसद वा प्रदेशसभाले चलाएको विशेषाधिकारको कारबाही र तत्सम्बन्धमा तोकेको सजायमा यस उपधारा अन्तर्गत सर्वोच्च अदालतले हस्तक्षेप गर्ने छैन। उपधारा 4 यस संविधानको अधीनमा रही सर्वोच्च अदालतलाई संघीय कानुनमा व्यवस्था भए बमोजिम मुद्दाको सुरु कारबाही र किनारा गर्ने, पुनरावेदन सुन्ने, साधक जाँच्ने, मुद्दा दोहोर्याउने, निवेदन सुन्ने वा आफ्नो फैसला वा अन्तिम आदेशको पुनरावलोकन गर्ने अधिकार हुनेछ। त्यसरी पुनरावलोकन गर्दा पहिला फैसला गर्ने न्यायाधीश बाहेक अन्य न्यायाधीशले गर्नेछन्। उपधारा 5 उच्च अदालतले सुरु कारबाही र किनारा गरेको मुद्दाको पुनरावेदन सुन्ने र संविधान र कानुनको व्याख्या सम्बन्धी प्रश्न समावेश भएको सार्वजनिक महत्त्वको विषय वा सर्वोच्च अदालतबाट निर्णय हुनु उपयुक्त छ भने उच्च अदालतले आफ्नो रायसहित सिफारिस गरेको मुद्दाको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ। उपधारा 6 सर्वोच्च अदालतको अन्य अधिकार र कार्यविधि संघीय कानुन बमोजिम हुनेछ। उपधारा 134 धारा 134 मुद्दा सार्न सक्ने। धारा 134 मुद्दा सार्न सक्ने। उपधारा 1 सारभूत रूपमा समान प्रश्न समावेश भएको मुद्दा सर्वोच्च अदालत र उच्च अदालतहरूमा विचाराधीन रहेको अवस्थामा त्यस्तो प्रश्न सार्वजनिक महत्त्वको हो भन्ने सर्वोच्च अदालतलाई लागेमा र महान्यायाधिवक्ता वा मुद्दाको पक्षको निवेदनबाट देखिएमा त्यस्ता मुद्दा झिकाई साथै राखी फैसला गर्ने अधिकार सर्वोच्च अदालतलाई हुनेछ। र उपधारा 2 कुनै उच्च अदालतमा दायर भएको मुद्दामा सुनवाई हुँदा न्यायिक निष्पक्षतामा प्रश्न उठ्ने विशेष परिस्थिति देखिएमा कारण र आधार खुलाइ कानुन बमोजिम एक उच्च अदालतबाट अर्को उच्च अदालतमा त्यस्तो मुद्दा सारी सुनवाई गर्न सर्वोच्च अदालतले आदेश दिन सक्नेछ। धारा 135 बहस पैरवी गर्न नपाउने। धारा 135 बहस पैरवी गर्न नपाउने प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीशले सेवानिवृत्त भएपछि कुनै पनि अड्डा अदालतमा बहस पैरवी, मेलमिलाप वा मध्यस्थता सम्बन्धी कार्य गर्न पाउने छैन। धारा 136 प्रधान न्यायाधीशको जिम्मेवारी। धारा 136 प्रधान न्यायाधीशको जिम्मेवारी सर्वोच्च अदालत र मातहतका अदालत, विशिष्टीकृत अदालत वा अन्य न्यायिक निकायहरूको न्याय प्रशासनलाई प्रभावकारी बनाउने अन्तिम जिम्मेवारी प्रधान न्यायाधीशको हुनेछ। धारा 137 संवैधानिक इजलासको गठन। धारा 137 संवैधानिक इजलासको गठन। उपधारा 1 सर्वोच्च अदालतमा एक संवैधानिक इजलास रहनेछ। त्यस्तो इजलासमा प्रधान न्यायाधीश र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले तोकेका अन्य 4 जना न्यायाधीश रहनेछन्। उपधारा 2 उपधारा 1 बमोजिमको इजलासले धारा 133 को उपधारा 1 बमोजिम परेका निवेदनको अतिरिक्त देहाएका मुद्दाको सुरु कारबाही र किनारा गर्नेछ। कमा सङ्घ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरू बीचको अधिकार क्षेत्रको बारेमा भएको विवाद सम्बन्धी। खण्ड ख संघीय संसद वा प्रदेशसभा सदस्यको निर्वाचन सम्बन्धी विवाद र संघीय संसदका सदस्य वा प्रदेशसभाका सदस्यको अयोग्यता सम्बन्धी। उपधारा 3 धारा 133 मा जुनसुकै कुरा लेखिएको भए तापनि सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा उपधारा 1 बमोजिमको इजलासबाट हेर्ने गरी प्रधान न्यायाधीशले तोक्न सक्नेछ। उपधारा 4 संवैधानिक इजलासको सञ्चालन सम्बन्धी अन्य व्यवस्था सर्वोच्च अदालतले निर्धारण गरे बमोजिम हुनेछ। धारा 138 वार्षिक प्रतिवेदन। धारा 138 वार्षिक प्रतिवेदन। उपधारा 1 सर्वोच्च अदालत, न्याय परिषद र न्याय सेवा आयोगले प्रत्येक वर्ष आफ्नो
वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नेछ र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्री मार्फत सङ्घीय संसद समक्ष पेश गर्नेछ। उपधारा 2 उपधारा 1 बमोजिम प्रस्तुत भएको वार्षिक प्रतिवेदनमाथि छलफल हुँदा सङ्घीय संसदले कुनै सुझाव दिन आवश्यक देखेमा नेपाल सरकार कानुन तथा न्याय मन्त्रालय मार्फत सम्बन्धित निकायलाई दिन सक्नेछ। उपधारा 3 उपधारा 1 बमोजिमको वार्षिक प्रतिवेदन सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ। त्यस्तै गरी धारा 139 मा उच्च अदालत, धारा 139 उच्च अदालत। उपधारा 1 प्रत्येक प्रदेशमा एक उच्च अदालत रहनेछ। उपधारा 2 उच्च अदालतले आफ्नो र आफ्नो मातहतका अदालत वा न्यायिक निकायहरूबाट हुने न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा सङ्घीय कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ। उपधारा 3 प्रत्येक उच्च अदालतमा मुख्य न्यायाधीशका अतिरिक्त सङ्घीय कानुनमा व्यवस्था भए बमोजिमको सङ्ख्यामा न्यायाधीशहरू रहनेछन्। धारा 140 उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता। धारा 140 उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता। उपधारा 1 प्रधान न्यायाधीशले न्याय परिषदको सिफारिसमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति गर्नेछ। उपधारा 2 कानुनमा स्नातक उपाधि प्राप्त गरी जिल्ला न्यायाधीशको पदमा कम्तीमा 5 वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा कम्तीमा 10 वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा 10 वर्ष कानुनको अध्यापन, अन्वेषण र कानुन वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर काम गरेको वा न्याय सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा 5 वर्ष काम गरेको नेपाली नागरिक उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ। उपधारा 3 उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशको नियुक्ति गर्दा उपधारा 2 बमोजिम योग्यता पुगेका व्यक्तिहरू मध्येबाट जिल्ला न्यायाधीशको हकमा निजले वार्षिक रूपमा गरेको मुद्दाको फैसलाको अनुपात र माथिल्लो अदालतमा अन्तिम निर्णय हुँदा मुद्दा सदर, बदर वा उल्टी भएको मूल्याङ्कनको आधारमा न्याय सेवाको कम्तीमा राजपत्राङ्कित प्रथम श्रेणीको पदमा कम्तीमा 5 वर्ष काम गरेको व्यक्तिको हकमा ज्येष्ठता, योग्यता र कार्य सम्पादनको स्तरको मूल्याङ्कनको आधारमा र अन्यको हकमा वरिष्ठता, व्यावसायिक निरन्तरता, इमानदारी, पेशागत आचरण र न्याय र कानुनको क्षेत्रमा गरेको योगदानको मूल्याङ्कन गरी नियुक्ति गरिनेछ। उपधारा 4 मुख्य न्यायाधीशको पद रिक्त भएमा वा अरू कुनै कारणले मुख्य न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएको वा बिदा बसेको वा प्रदेश बाहिर गएको कारणले मुख्य न्यायाधीश उच्च अदालतमा उपस्थित हुन सक्ने अवस्था नरहेमा उच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायम मुकायम मुख्य न्यायाधीश भई काम गर्नेछ। धारा 141 मुख्य न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधा। धारा 141 मुख्य न्यायाधीश तथा न्यायाधीशको सेवाका शर्त तथा सुविधा। उपधारा 1 यस संविधानमा अन्यथा व्यवस्था गरिएकोमा बाहेक उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको पारिश्रमिक र सेवाका शर्त सङ्घीय कानुन बमोजिम हुनेछ। उपधारा 2 उपधारा 1 मा जुनसुकै कुरा लेखिएको भए तापनि न्याय परिषदबाट कारबाही भई पदमुक्त भएको वा नैतिक पतनदेखि नै फौजदारी कसुरमा अदालतबाट सजाय पाई पदमुक्त भएको उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशले उपदान वा निवृत्ति भरण पाउने छैन, तर शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी न्याय परिषदले पदमुक्त गरेको अवस्थामा यो व्यवस्था लागू हुने छैन। उपधारा 3 उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशलाई मर्का पर्ने गरी निजको पारिश्रमिक र सेवाका शर्त परिवर्तन गरिने छैन, तर चरम आर्थिक विशृङ्खलताका कारण सङ्कटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन। धारा 142 मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुने। धारा 142 मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुने। उपधारा 1 देहाको कुनै अवस्थामा उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुनेछ। निजले प्रधान न्यायाधीश समक्ष लिखित राजीनामा दिएमा, निजको उमेर 63 वर्ष पुरा भएमा, निजको कार्यक्षमताको अभाव, खराब आचरण, इमानदारीपूर्वक आफ्नो कर्तव्यको पालन नगरेको, बदनियतपूर्वक काम कारबाही गरेको वा निजले पालन गर्नुपर्ने आचार संहिताको गम्भीर उल्लङ्घन गरेको आधारमा न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले पदमुक्त गरेमा, निज शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले पदमुक्त गरेमा, निजले नैतिक पतनदेखि नै फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा, निजको मृत्यु भएमा। उपधारा 2 उपधारा 1 को खण्ड ग बमोजिम पदमुक्ति गर्न अघि आरोप लागेको न्यायाधीशलाई आफ्नो सफाई पेश गर्न मनासिब मौका दिनुपर्नेछ। त्यसरी कारबाही प्रारम्भ भएको न्यायाधीशले कारबाहीको टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन। उपधारा 3 पदमुक्त भएको मुख्य न्यायाधीश वा न्यायाधीशले पदमा रहँदा गरेको कसुरमा सङ्घीय कानुन बमोजिम कारबाही गर्न बाधा पर्ने छैन। धारा 143 मुख्य न्यायाधीश वा न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था। उपधारा 1 उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै काममा लगाइने वा काजमा खटाइने छैन, तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी उच्च अदालतको न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानुन वा न्याय सम्बन्धी अनुसन्धान, अन्वेषण र राष्ट्रिय सरकारको कुनै काममा खटाउन सक्नेछ। उपधारा 2 न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशलाई एक उच्च अदालतको न्यायाधीशबाट अर्को उच्च अदालतको न्यायाधीशमा सरुवा गर्न सक्नेछ। धारा 144 उच्च अदालतको अधिकार क्षेत्र। धारा 144 मा उच्च अदालतको अधिकार क्षेत्र अन्तर्गत उपधारा 1 यस संविधानद्वारा प्रदत्त मौलिक हकको प्रचलनका लागि वा अर्को उपचारको व्यवस्था नभएको वा अर्को उपचारको व्यवस्था भए पनि सो उपचार अपर्याप्त वा प्रभावहीन देखिएको अन्य कुनै
कानुनी हकको प्रचलनका लागि वा सार्वजनिक हक वा सरकारको कुनै विवादमा समावेश भएको कुनै कानुनी प्रश्नको निरूपणका लागि आवश्यक र उपयुक्त आदेश जारी गर्ने अधिकार उच्च अदालतलाई हुनेछ। उपधारा 2 उपधारा 1 को प्रयोजनका लागि उच्च अदालतले बन्दी प्रत्यक्षीकरण, फर्मादेश, उत्प्रेषण, प्रतिषेध, अधिकार पृष्ठ लगायत जुनसुकै उपयुक्त आदेश जारी गर्न सक्नेछ। तर अधिकार क्षेत्रको अभाव भएकोमा बाहेक सङ्घीय संसद वा प्रदेश सभाको आन्तरिक काम कारबाही र सङ्घीय संसद वा प्रदेश सभाले चलाएको विशेषाधिकारको कारबाही र तत्सम्बन्धमा तोकेको सजायमा यस उपधारा बमोजिम उच्च अदालतले हस्तक्षेप गर्ने छैन। उपधारा 3 उच्च अदालतलाई सङ्घीय कानुन बमोजिम सुरु मुद्दा हेर्ने, पुनरावेदन सुन्ने र साधक जाँच्ने अधिकार हुनेछ। उपधारा 4 उच्च अदालतको अन्य अधिकार तथा कार्यविधि सङ्घीय कानुन बमोजिम हुनेछ। धारा 145 मुद्दा सार्न सक्ने। धारा 145 मा मुद्दा सार्न सक्ने। उपधारा 1 उच्च अदालतले आफ्नो अधिकार क्षेत्राधिकारभित्रका मातहत अदालतमा विचाराधीन रहेको मुद्दामा प्रदेश कानुन सम्बन्धी प्रश्न समावेश छ र उक्त मुद्दाको निर्णय गर्न सो प्रश्नको निराकरण हुनु अनिवार्य छ भन्ने लागेमा त्यस्ता मुद्दाहरू मातहत अदालतबाट झिकाई मुद्दाको पुरै निर्णय गर्न र त्यस्तो प्रश्नमा मात्र निर्णय गरेर मुद्दा सुरु अदालतमा फिर्ता पठाउन सक्नेछ। उपधारा 2 कुनै जिल्ला अदालतमा दायर भएको मुद्दामा सुनवाई हुँदा न्यायिक निष्पक्षतामा प्रश्न उठ्ने विशेष परिस्थिति देखिएमा कारण र आधार खुलाइ सङ्घीय कानुन बमोजिम आफ्नो मातहतका एक जिल्लाबाट अर्को जिल्लामा त्यस्तो मुद्दा सारी सुनवाई गर्न उच्च अदालतले आदेश दिन सक्नेछ। धारा 146 बहस पैरवी गर्न पाउने। धारा 146 बहस पैरवी गर्न पाउने। उच्च अदालतको न्यायाधीश भई सेवानिवृत्त भएको व्यक्तिले आफूले न्यायाधीशको हैसियतमा सेवा गरेको उच्च अदालत र मातहतका अदालत बाहेक अन्य उच्च अदालत र सर्वोच्च अदालतमा उपस्थित भई बहस पैरवी गर्न पाउनेछ। धारा 147 मुख्य न्यायाधीशको जिम्मेवारी उच्च अदालत र त्यसको मातहतको अदालत वा अन्य न्यायिक निकायको न्याय प्रशासनलाई प्रभावकारी बनाउने जिम्मेवारी मुख्य न्यायाधीशको हुनेछ। सो प्रयोजनका लागि मुख्य न्यायाधीशले यस संविधान तथा सङ्घीय कानुनको अधीनमा रही मातहतका अदालत तथा न्यायिक निकायलाई आवश्यक निर्देशन दिन सक्नेछ। त्यस्तै धारा 148 मा जिल्ला अदालत। धारा 148 जिल्ला अदालत। उपधारा 1 प्रत्येक जिल्लामा एक जिल्ला अदालत हुनेछ। उपधारा 2 प्रदेश कानुन बमोजिम स्थापित स्थानीय स्तरका न्यायिक निकाय जिल्ला अदालतको मातहत रहनेछन्। जिल्ला अदालतले आफ्नो मातहतका न्यायिक निकायहरूको निरीक्षण एवं सुपरिवेक्षण गर्न र आवश्यक निर्देशन दिन सक्नेछ। धारा 149 जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता तथा पारिश्रमिक र सेवाका अन्य शर्त। धारा 149 जिल्ला अदालतको न्यायाधीशको नियुक्ति, योग्यता तथा पारिश्रमिक र सेवाका अन्य शर्त। उपधारा 1 जिल्ला अदालतका न्यायाधीशको नियुक्ति र न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशबाट हुनेछ। उपधारा 2 जिल्ला अदालतमा रिक्त न्यायाधीशको पद न्याय बमोजिम पूर्ति गरिनेछ। क रिक्त पदमध्ये 20% पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा 3 वर्ष काम गरेका अधिकृतहरूमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्याङ्कनको आधारमा। खण्ड खमा रिक्त पदमध्ये 40% पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा 3 वर्ष काम गरेका अधिकृतहरूमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाको आधारमा। खण्ड गमा रिक्त पदमध्ये बाँकी 40% पदमा कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताको रूपमा निरन्तर कम्तीमा 8 वर्ष वकालत गरेका, कानुनमा स्नातक उपाधि प्राप्त गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा 8 वर्ष काम गरेका वा कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्याय सम्बन्धी अन्य कुनै क्षेत्रमा निरन्तर कम्तीमा 8 वर्ष काम गरेका नेपाली नागरिक मध्येबाट खुल्ला प्रतियोगितात्मक परीक्षाको आधारमा। उपधारा 3 उपधारा 2 को खण्ड ख र ग बमोजिमको योग्यता भएका व्यक्तिहरूमध्येबाट सङ्घीय कानुन बमोजिम न्याय सेवा आयोगले लिखित र मौखिक प्रतियोगितात्मक परीक्षा लिई योग्यताक्रम बमोजिम जिल्ला न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषदलाई सिफारिस गरेछ। उपधारा 4 जिल्ला अदालतको न्यायाधीशको पारिश्रमिक र सेवाका अन्य शर्त सङ्घीय कानुन बमोजिम हुनेछ। उपधारा 5 जिल्ला अदालतको न्यायाधीशलाई मर्का पर्ने गरी निजको पारिश्रमिक र सेवाका अन्य शर्त परिवर्तन गरिने छैन। तर चरम आर्थिक विशृङ्खलताको कारण सङ्कटकाल घोषणा भएको अवस्थामा यो व्यवस्था लागू हुने छैन। उपधारा 6 देहायको कुनै अवस्थामा जिल्ला अदालतको न्यायाधीशको पद रिक्त हुनेछ। निजले प्रधान न्यायाधीश समक्ष लिखित राजीनामा दिएमा, निजको उमेर 63 वर्ष पुरा भएमा, निजको कार्यक्षमताको अभाव, खराब आचरण, इमान्दारीपूर्वक आफ्नो कर्तव्यको पालन नगरेको, बदनियतपूर्वक काम कारबाही गरेको वा निजले पालन गर्नुपर्ने आचार संहिताको गम्भीर उल्लङ्घन गरेको आधारमा न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले पदमुक्त गरेमा, निज शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्यको सम्पादन गर्न असमर्थ रहेको भनी न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले पदमुक्त गरेमा, निजले नैतिक पतनदेखि फौजदारी कसुरमा अदालतबाट सजाय पाएमा र निजको मृत्यु भएमा, यस उपधाराको खण्ड ग बमोजिम भनेको कार्यक्षमताको आरोप सम्बन्धी लागेको जिल्ला न्यायाधीशलाई आफ्नो सफाई पेश गर्न मनासिब मौका दिनुपर्नेछ। त्यसरी कारबाही प्रारम्भ भएको जिल्ला न्यायाधीशले कारबाही टुङ्गो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न पाउने छैन। उपधारा 8 उपयुक्त पदमुक्त भएको जिल्ला न्यायाधीशले पदमा रहँदा गरेको कसुरमा सङ्घीय कानुन बमोजिम
कारबाही गर्न बाधा पर्ने छैन। धारा 150 जिल्ला न्यायाधीशलाई अन्य कुनै काममा लगाउन नहुने र सरुवा सम्बन्धी व्यवस्था। उपधारा 1 जिल्ला न्यायाधीशलाई न्यायाधीशको पदमा बाहेक अन्य कुनै पदको काममा लगाइने र काजमा खटाइने छैन। तर नेपाल सरकारले न्याय परिषदसँग परामर्श गरी जिल्ला न्यायाधीशलाई न्यायिक जाँचबुझको काममा वा केही खास अवधिका लागि कानुन वा न्याय सम्बन्धी अनुसन्धान वा अन्वेषण तथा निर्वाचन सम्बन्धी काममा खटाउन सक्नेछ। उपधारा 2 न्याय परिषदको सिफारिसमा प्रधान न्यायाधीशले जिल्ला न्यायाधीशलाई एक जिल्ला अदालतबाट अर्को जिल्ला अदालतमा सरुवा गर्न सक्नेछ। धारा 151 जिल्ला अदालतको अधिकार क्षेत्र। धारा 151 जिल्ला अदालतको अधिकार क्षेत्र। उपधारा 1 जिल्ला अदालतलाई सङ्घीय कानुनमा व्यवस्था भएकोमा बाहेक आफ्नो अधिकार क्षेत्रभित्रका सम्पूर्ण मुद्दाको सुरु कारबाही र किनारा गर्ने, बन्दी प्रत्यक्षीकरण, निषेधाज्ञा लगायत कानुन बमोजिम निवेदन हेर्ने, अर्धन्यायिक निकायले गरेको निर्णय उप कानुन बमोजिम पुनरावेदन सुन्ने, प्रदेश कानुन बमोजिम गठित स्थानीय स्तरका न्यायिक निकायले गरेका निर्णय उप पुनरावेदन सुन्ने तथा आफू र आफ्नो मातहतका अदालतहरूको न्याय सम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा सङ्घीय कानुन बमोजिम अवहेलनामा कारबाही चलाए सजाय गर्न सक्ने अधिकार हुनेछ। उपधारा 2 जिल्ला अदालतको अधिकार क्षेत्र र कार्यविधि सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ। धारा 153 विशिष्टीकृत अदालत। धारा 152 विशिष्टीकृत अदालत। 152 मा विशिष्टीकृत अदालत सम्बन्धी व्यवस्था छ। उपधारा 1 मा धारा 127 मा लेखिएदेखि बाहेक खास किसिम र प्रकृतिका मुद्दाहरूको कारबाही र किनारा गर्न सङ्घीय कानुन बमोजिम अन्य विशिष्टीकृत अदालत, न्यायिक निकाय वा न्यायाधिकरणको स्थापना र गठन गर्न सकिनेछ। तर कुनै खास मुद्दाका लागि विशिष्टीकृत अदालत, न्यायिक निकाय वा न्यायाधिकरणको गठन गरिने छैन। उपधारा 2 1 वर्षभन्दा बढी कैद सजाय हुने गरी फौजदारी कसुर सम्बन्धी मुद्दा अदालत वा विशिष्टीकृत अदालत वा सैनिक अदालत वा न्यायिक निकाय बाहेक अन्य निकायको अधिकार क्षेत्रमा पर्ने छैन। धारा 153 मा न्याय परिषद। धारा 153 मा न्याय परिषद। उपधारा 1 यस संविधान बमोजिम न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन एउटा न्याय परिषद रहनेछ जसमा न्याय बमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन्। प्रधान न्यायाधीश अध्यक्ष, प्रधान न्यायाधीश अध्यक्ष, सङ्घीय कानुन तथा न्याय मन्त्री सदस्य, सङ्घीय कानुन तथा न्याय मन्त्री सदस्य, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एकजना सदस्य, सर्वोच्चको वरिष्ठतम न्यायाधीश एकजना सदस्य, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एकजना कानुनविद सदस्य, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एकजना कानुनविद सदस्य, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा 20 वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य, नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा 20 वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य। यस उपधाराको खण्ड घ र ङ भनेको चाहिँ राष्ट्रपतिले नियुक्त गर्ने कानुनविद र बार एसोसिएसनको सिफारिसमा नियुक्त हुने सदस्यको पदावधि 4 वर्षको हुनेछ र निजहरूको पारिश्रमिक तथा सुविधा सर्वोच्च अदालतको न्यायाधीशको सरह हुनेछ। त्यस्तै गरी उपधारा 3 मा उपधारा 1 को खण्ड घ र ङ को बमोजिम भनेको चाहिँ बार एसोसिएसनबाट र प्रधानमन्त्रीको सिफारिसबाट नियुक्त हुने सदस्यले सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले पदमुक्त हुनेछ। उपधारा 4 न्याय परिषदको अध्यक्ष तथा सदस्यले कुनै न्यायाधीशको सम्बन्धमा पर्न आएको उजुरीसँग सम्बद्ध मुद्दाको अध्ययन गरी न्याय परिषदमा त्यसको प्रतिवेदन दिन सक्नेछ। उपधारा 5 कुनै न्यायाधीशको विषयमा पर्न आएको उजुरीको सम्बन्धमा प्रारम्भिक छानबिन गराउँदा विशेषज्ञबाट विस्तृत छानबिन गर्नुपर्ने देखिएमा न्याय परिषदले जाँचबुझ समिति गठन गर्न सक्नेछ। उपधारा 6 यो संविधान बमोजिम महाभियोगको कारबाहीबाट पदमुक्त हुन सक्ने न्यायाधीश बाहेक अन्य न्यायाधीशले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेकोमा न्याय परिषदले अनुसन्धान गरी कानुन बमोजिम मुद्दा चलाउन सक्नेछ। उपधारा 7 न्याय परिषदले यस संविधान बमोजिम सर्वोच्च अदालतको प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशको पदमा नियुक्त हुन योग्यता पुग्ने व्यक्तिहरूको अद्यावधिक अभिलेख तयार गर्नुपर्नेछ। उपधारा 8 न्याय परिषदको अन्य काम, कर्तव्य र अधिकार सङ्घीय कानुन बमोजिम हुनेछ। धारा 154 न्याय सेवा आयोग। धारा 154 न्याय सेवा आयोग। उपधारा 1 नेपाल सरकारले कानुन बमोजिम सङ्घीय न्याय सेवाको राजपत्राङ्कित पदमा नियुक्ति, सरुवा, बढुवा गर्दा वा त्यस्तो पदमा बहाल रहेको कुनै कर्मचारीलाई विभागीय सजाय गर्दा न्याय सेवा आयोगको सिफारिस बमोजिम गर्नेछ। तर सङ्घीय सरकारी सेवामा बहाल नरहेको व्यक्तिलाई सङ्घीय न्याय सेवाको राजपत्राङ्कित पदमा नयाँ भर्नाद्वारा स्थायी नियुक्ति गर्दा वा सङ्घीय न्याय सेवाको राजपत्र अनङ्कित पदबाट सोही सेवाको राजपत्राङ्कित पदमा बढुवा गर्दा नेपाल सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम गर्नुपर्नेछ। स्पष्टीकरण यस धाराको प्रयोजनका लागि सङ्घीय न्याय सेवाको राजपत्राङ्कित पदमा नियुक्ति गर्दा लिइने खुला र आन्तरिक प्रतियोगितात्मक परीक्षा लोकसेवा आयोगले लिनेछ। उपधारा 2 न्याय सेवा आयोगमा न्याय बमोजिमका अध्यक्ष र सदस्यहरू हुनेछन्। न्याय सेवा आयोगको अध्यक्ष चाहिँ प्रधान न्यायाधीश, अध्यक्ष प्रधान न्यायाधीश, सङ्घीय कानुन तथा न्याय मन्त्री सदस्य, सङ्घीय कानुन तथा न्याय मन्त्री सदस्य, सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश पनि न्याय सेवा आयोगको सदस्य हुन्छ। सर्वोच्चको वरिष्ठतम न्यायाधीश सदस्य, लोकसेवा आयोगको अध्यक्ष पनि सदस्य हुन्छ। लोकसेवा आयोगको अध्यक्ष पनि न्याय सेवा आयोगमा सदस्य हुन्छ। महान्यायाधिवक्ता पनि सदस्य हुन्छ। महान्यायाधिवक्ता पनि न्याय सेवा आयोगको सदस्य हुन्छ। उपधारा 3
न्याय सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार र कार्यविधि सङ्घीय कानुन बमोजिम हुनेछ। धारा 155 सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था। 155 सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था। सङ्घीय न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था सङ्घीय ऐन बमोजिम हुनेछ। धारा 156 प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्था। धारा 156 मा प्रदेश न्याय सेवा आयोग सम्बन्धी व्यवस्था। प्रदेश न्याय सेवा आयोगको गठन र प्रदेश न्याय सेवाका कर्मचारीहरूको पारिश्रमिक सुविधा तथा सेवाका शर्त सम्बन्धी व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ। अवस्था यस्तै गरी संविधानको 11औं भागको धारा 126 देखि 56 सम्म फैलिएको न्यायपालिका सम्बन्धी व्यवस्थासँगै संविधानको सम्पूर्ण श्रृङ्खलाबद्ध वाचन र प्रस्तुति यहीँ समाप्त हुन्छ। संविधानलाई दोहोऱ्याइ सुन्ने र हेर्ने गर्नुहोला। बिदा दिनुहोस्। नमस्ते।